सो हेलो एभ्रिवान, कस्तो हुनुहुन्छ सबैजना? होप सबैजना राम्रो हुनुहुन्छ होला। अनि त्यो पछाडि म हजुरहरूको साथी अङ्कस होला। म आज तपाईँहरूलाई देखाउन जाँदैछु मेरो ह्यान्डराइटिङको बारेमा। मेरो ह्यान्डराइटिङ अहिले मोनो टाइप र मोनो कर्सिभ लेख्न थाल्दैछु र अहिले मेरो ह्यान्डराइटिङ निकै इम्प्रुभ भएको छ पहिलाको भन्दाखेरि। अनि त्यो पछाडि मैले अहिले एबिसिडी लेखेको छु, यो तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँ मैले एबिसिडी EFG H सम्म लेखेको छु। अब यहाँ हेर्नुहोस्। अब यहाँनिर हामीहरू फेरि रिराइट गर्छौँ यसलाई। यहाँ हेर्नुहोस्, यसरी लेख्ने हो अनि यसरी स्मल ए लेख्ने हो। अब यसै गरी बीमा डिजाइन गर्न मन छ भने पछाडिबाट यस्तो गर्ने अनि यस्तो ल्याएर यस्तो गर्ने। बी भयो। अब बी स्मल बी यस्तो हुन्छ। अनि यहाँ हेर्नुहोस्, सी यस्तो लेख्ने हो। अब डी चाहिँ अलिकति हार्ड छ, तर यसलाई इजी बनाउँदै यसरी लेख्ने हो। अब अहिले तपाईँहरूलाई क्यामेरा हल्लेको नोटिस गर्दै हुनुहुन्छ भने प्लिज त्यसलाई इग्नोर गरिदिनुहोस् र भिडियोमा बनिराख्नुहोस्। अहिले यहाँ लास्टसम्ममा हेर्नुहोस्। यसलाई म तपाईँहरूलाई सिकाउँछु कि कसरी लेख्ने हो र मेरो ह्यान्डराइटिङ कस्तो थियो कमेन्टमा लेखिदिनुहोस् र प्लिज एकचोटि सब्सक्राइब मात्र गरिदिनुहोस्। अब यहाँ हेर्नुहोस्, अहिले हामीहरू लेख्दैछौँ के एलमा हामीहरू यस्तो गर्ने अनि एममा चाहिँ यस्तो हुन्छ, एनमा यस्तो। है त गाइजहरू, अहिलेको लागि यति नै गर्छु। अहिले 2 मिनटको जति भिडियो भयो होला। अनि त्यो पछाडि होपफुली म तपाईँहरूलाई यो गर्छु कि तपाईँहरूलाई मेरो ह्यान्डराइटिङ मन पर्यो होला भन्ने आशा गर्छु। र तपाईँहरूलाई म आज एउटा कुरा भन्न जाँदैछु मेरो बारेमा। अनि त्यो पछाडि मेरो पहिलाको 2टा भिडियोमा 8जना सब्सक्राइबर बन्नुभएको र जो पनि सब्सक्राइबर बन्नुभएको थियो उहाँहरूलाई धेरै थ्याङ्क यू र धन्यवाद गर्न चाहन्छु म। अब तपाईँहरू पनि प्लिज सब्सक्राइब गरिदिनुहोस्। म तपाईँहरूको सब्सक्राइब गरेर कमेन्ट गरिदिनुहोस् तपाईँको नाम। म तपाईँहरूलाई अर्को भिडियोमा साउट आउट दिनेवाला छु। र अहिलेको लागि म 3 मिनटको भिडियो अपलोड गर्दै यहाँबाट बिदा हुन चाहन्छु। धन्यवाद। र तपाईँहरू नबिर्सिकन लाइक कमेन्ट र सब्सक्राइब गरिदिनुहोस्। म तपाईँहरूको भाइ अङ्कस र साथी पनि भन्न मिल्छ। र आजको लागि यति नै, बाई।